जय मसीह। म पुनः तपाईँहरूको माझमा उपस्थित भएको छु। सबैलाई जय मसीह। म आज फेरि तपाईँहरूको बिचमा यशाया 49:15 को वचन लिएर आएको छु र यस वचनमा लेखिएको छ के एउटी आमाले आफ्नो दुध खुवाउने बच्चालाई बिर्सन सक्छे र आफ्नो कोखको छोराछोरीमाथि दया नगर्न सक्छे? उनीहरूले बिर्से तापनि म तँलाई बिर्सने छैन। आहा, कति मिठो वचन छ। हेर्नुहोस् न प्रियजनहरू, हामीहरूलाई हाम्रो जीवित परमेश्वरले आफ्नो जीवित वचन दिनुभएको छ। यसै गरी म यस वचनको गहिराइमा जानेछु र तपाईँहरूलाई मन परेपछि फेरि पुनः पनि लाइक, कमेन्ट, सेयर र रिपोस्ट गरिदिनु होला। ल अब हामी यस वचनभित्र छिरौँ। कहिलेकाहीँ मानिसले संसारमा सबैभन्दा सुरक्षित माया भनेको आमाको माया हो भन्ने सोच्दछ। एउटी आमाले आफ्नो बच्चालाई आफ्नो रगत, आफ्नो पीडा, आफ्नो निद्रा, आफ्नो भोक सबै दिएर हुर्काउँछिन्। दुध खुवाउने बच्चा आमाको छातीसँग टाँसिएर शान्ति पाउँछ, किनकि त्यो बच्चालाई थाहा हुन्छ मेरो आमा मसँग छिन्। तर यशाया 49:15 परमेश्वरले एउटा धेरै गहिरो कुरा भन्नुहुन्छ। उहाँ भन्नुहुन्छ के एउटी आमाले आफ्नो दुध खुवाउने बच्चालाई बिर्सन सक्छे? उनीहरूले बिर्से तापनि म तँलाई बिर्सने छैन। यसको अर्थ के छ भनेपछि संसारको सबैभन्दा ठुलो माया पनि कहिलेकाहीँ कमजोर हुन सक्छ है। हेर्नुहोस् है प्रियजनहरू, हामीहरू यस संसारमा छौँ र यस संसारमा पनि कतिपय आमाहरूले आफूले दुध खुवाएको बच्चा बच्चीलाई छोडेका पनि छन् है। त्यसै गरी हाम्रो परमेश्वरको वचन अनुसार चाहिँ हामी त्यसको अर्थमा जाँदाखेरि चाहिँ संसारको सबैभन्दा ठुलो माया पनि कहिलेकाहीँ कमजोर हुन सक्छ। मानिस बदलिन सक्छ। आफ्ना भनेर चिनेकाहरू टाढा जान सक्छन्। जसलाई हामीले मुटु दिएर विश्वास गर्यौँ उनीहरूले पनि छोड्न सक्छन्। कहिलेकाहीँ आफ्नै परिवारले बुझ्दैन, साथीहरूले साथ छोड्छन्, आफ्नै मन पनि थाक्छ। तर परमेश्वर भन्नुहुन्छ सबैले छोडे पनि म तिमीलाई कहिल्यै छोड्ने छैन। सबैले छोडे पनि म तिमीलाई कहिल्यै छोड्ने छैन। आमेन। र यसपछिको कुराहरू यो केवल एउटा शब्द मात्र होइन प्रियजनहरू है। यो केवल एउटा शब्द मात्र होइन, यो एउटा अङ्गालो जस्तो वचन हो। राति एक्लै रोइरहेको मानिसको लागि यो आशाको आवाज हो। आफूलाई कसैले याद गर्दैन भन्ने सोचिरहेको हृदयको लागि यो प्रेमको उत्तर हो। परमेश्वरले तिमीलाई केवल नामले मात्र चिन्नुहुन्न। उहाँले तिम्रो आँसु देख्नुहुन्छ, तिम्रो भित्र लुकेको पीडा जान्नुहुन्छ, अरूले नसुनिएको तिम्रो मौन प्रार्थना पनि उहाँले सुन्नुहुन्छ। मानिसले तिमी